सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मी विशाल तामाङ। अनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु अनि आज एकदमै एक्साइटेड छु। आज चाहिँ हामी जाँदैछौँ यता माथि, कता हो कता टाढो, एकदमै टाढो थुङसान जाँदैछौँ। आज ट्रेकिङ जाँदैछौँ आज पनि। अनि हाम्रो ट्रेकिङको गाइड मतलब ट्रेकिङलाई लिड गर्ने दाइ चाहिँ यहाँ अगाडि हुनुहुन्छ। हामीसँग आज मूल्याना दाइ हुनुहुन्छ। हेलो मूल्याना ह्याङ। अनि यता सागर, अनि यता हाम्रो थाङजाङ नै हुँदै हुनुहुन्छ। यतापट्टि हाम्रो हुन्छ साथी। के छ साथी खबर? ठिक छ। सन्चै छौँ हामी। उहाँ चाहिँ श्रीलङ्काको हुनुहुन्छ अनि उहाँ चाहिँ इन्डोनेसियाको हुनुहुन्छ हाम्रो दाइ चाहिँ। अनि हामी तिनजना चाहिँ नेपाली हुँदै भयो। त्यस पछाडि विवेक चाहिँ आज फेरि उसको पढाइले गर्दाखेरि ऊ आज आएन। अनि हामी पाँचजना चाहिँ लाग्यौँ। हामीले सामानहरू पनि आज चाहिँ पुरै तयारीको साथ गइरहेछौँ। यहाँदेखि पो जाने हो त? ह्याङनिम 우리 여기에서 가요. 네 알았어요. 이쪽으로. 여기도 한 번 안 탔어요, 형님도. 몰라. दाइ एकचोटि गइसक्नु भएको भनेर सोचेको, दाइ पनि जानु भएन रहेछ यहाँनिर। मतलब कहाँ जाँदैछौँ त्यो मजाले थाहा छैन होइन। जोस् अब हेरौँ। हो यहाँबाट जाने भनेर त्यहाँनिर म्याप चाहिँ छ, त्यही अनुसार जान आँटेको। अस्ति नआएर दाइले हेरिरहनु भएको रहेछ यहाँनिर। अब त्यहाँदेखि हामी त्यतैतिर पुग्छौँ होला, त्यतै टावरतिर कता। के अरे साङवानसान लेखिरहेछ। हो यहाँदेखि हामी उकालो जाँदैछौँ। हामी हरायौँ भने हाम्रो खोज्नु यहाँसम्म आउनु होला, अनि यहाँदेखि खोज्दै खोज्दै आउनु होला। यस्तो छ ठाउँ। kita keड़ा kiri orinya ये zero ये पण लावते ल हाम्रो चाहिँ यात्रा सुरु भइसकेको थियो। सुरु भन्दा पनि अन्तिम हुन आँटिसक्यो। कस्तो छ त बाटो? आम्मा यहाँ अनुहारतिर केले चिलाउनु थालिसक्यो। के भेट्नु बित्तिकै गाह्रो भयो। बनाऊ अरू साथी लट्ठी बनाउन थालिसक्यो यहाँ। अनि यहाँ चाहिँ हेलो गल्यो सबै पसिना असिन भयो। बस्नु पनि भएको छैन क्या। किन भन्दाखेरि यहाँनिर सबै यसरी किराहरू आएर पुरै अलिअलि गिद्दी गर्दो रहेछ क्या। त्यही भएर बस्नु पनि भएको छैन। त्यस्तो छ कुरो छ नि। साथी गलेर हेर पसिना नै बाफ्रे लास्टै गलिरहेछ जस्तो देखिरहेछ पसिना। सो हामी चाहिँ जङ्गललाई चिरेर अहिले रोडमा आइसकेको छौँ। यो रोड हेर्दा चाहिँ नेपालको कच्ची बाटो जस्तै लाग्दैछ क्या। हुन त यो पनि कच्ची बाटो हो, नेपालमै छु जस्तो फिल भयो अब चाहिँ, त्यस्तो लागिरहेछ। हेर्नु त नपर्छ अहिले। नेपालको कुन चाहिँ गाउँ जाँदैछौँ जस्तो फिल भयो। तर हामी गाउँ गएको चाहिँ होइन। अहिले चाहिँ हामी जाँदैछौँ, नामै थाहा भएन ल, साङवान्दो। के बनाउनु अरे? कहाँ?
ए मानी मल्लियान खास खगी के थाक्यो खगी क्याची खास खगी उठा खगी हामी चाहिँ अब यहाँनिर ऊ तलदेखि क्या लगभग 1-1.5 घन्टा जति हिँडिसक्यौँ अनि त्यहाँदेखि यो सबै जङ्गल काटेर आयौँ अहिले होइन अनि अहिले चाहिँ हामी यहाँनिर अलिकति खुल्ला रहेछ यतातिर सबै त्यो झिँगाहरू के क्या किराहरू आएर दुःख दिन्छ अनि त्यो त खानु मिलेन क्या केही पनि अघि भोक लागेको थियो लाग्नु चाहिँ अनि यहाँ चाहिँ अलिकति खुल्ला रहेछ यो छ नि यो बिजुलीको पोल बनाएकोले गर्दाखेरि अलिक खुल्ला रहेछ यहाँनिर पुरै होइन अनि यहाँ आएर हामी चाहिँ खानेकुरा भयो दाइहरूले थालिसक्नु हो अब म पनि थाल्छु